यहाँहरू सबैलाई स्वागत छ हाम्रो खपतड सामूहिक कृषि फर्ममा। तोरी लगभग तयारी भइसकेको छ। कालो तोरी हो यो चाहिँ नि अब यो माघको अन्तिमसम्ममा यो पाक्नुपर्ने हो। हामीले 1 बिघा जतिमा तोरी खेती गरिरहेछौँ। पहेँलो तोरी छ, उँधो अलिकति कालो तोरी चाहिँ हो। हामीले 10 कट्ठा जतिमा कालो छ। अरू पहेँलो तोरी पनि उँधो लगाएका छौँ। पहेँलो तोरी चाहिँ अलि बेला भएको छैन, कालो तोरी चाहिँ लगभग अब पाक्ने अवस्थामा गइरहेको छ। राम्रै छ तोरी खेती। हामीले सबै भर्मी कम्पोस्ट मल नै युज गरेका छौँ। युरिया डिएपी थोरै मात्रामा चाहिँ 25% मात्रै युज गरेका छौँ। अरू भर्मी कम्पोस्ट नै युज गरेका हौँ। यसमा हेर्न सक्नुहुन्छ बाली राम्रो छ। यसभित्र हामीले मुसुरी खेती पनि गरिरहेछौँ। यसमा डबल फाइदा लिन सकिन्छ। यसरी मुसुरी पनि यो हो मुसुरी जति चाहिँ यसरी मुसुरी बिचमा गुसुवा बाली भन्छ। यसरी चाहिँ नि मुसुरो खेती पनि छ। अब यो तोरी निकाल्ने बित्तिकै मुसुरोलाई पनि राम्रै उत्पादन दिन सक्छ। हाम्रो फर्ममा लगाइएको तोरीमा लाई किराको प्रकोप बढ्दै गएको हुँदाखेरि त्यसलाई रोकथाम गर्नको लागि हामीले लाई विषादी र भिटामिन मिसाएर स्प्रे गर्न गइरहेका छौँ। यसले हामीले स्प्रे गरियो भने पनि धेरै हदसम्म नै तोरीलाई जोगाउन सकिन्छ र सबैले लाई किराको लागि चाहिँ नि हल्का विषादीको प्रयोग गर्नुपर्छ र उत्पादन बढाउन सकिन्छ। जय किसान, धन्यवाद।